BBS फोर्थ इयरमा अकाउन्ट नै किन पढ्ने त? अनि अकाउन्ट पढेर के पाइन्छ र अकाउन्ट कसरी पास गर्ने? आजको यो भिडियोमा हामी यही विषय बुझ्नेछौँ। हेलो एभ्रिवान, नमस्ते। वेलकम टु लर्न विथ सौरभ। हामीले अकाउन्ट किन पढ्ने, अकाउन्ट कसरी पास गर्ने भन्ने विषयहरू बुझ्नुभन्दा पहिला हामी हेर्नेछौँ अकाउन्टमा सब्जेक्टहरू के छन् र यो सब्जेक्टहरू हामीले के चीज गेन गर्नका लागि पढ्नुपर्छ। सबैभन्दा पहिला हेरौँ हाम्रा सब्जेक्टहरू के छन्। हाम्रो सब्जेक्टहरू बिजनेस रिसर्च मेथड पहिलो सब्जेक्ट, यो हाम्रो कम्पलसरी सब्जेक्ट हो। यसमा 50+50 गरेर 100 मार्क्स क्यारी हुन्छ। 50 मार्क्स हामीले थ्योरेटिकल्ली फाइनल एक्जाममा फेस गर्छौँ भने 50 मार्क्स चाहिँ हामीले फाइनल रिसर्च वर्क अथवा फाइनल प्रोजेक्ट वर्क मार्फत हामीले फेस गर्छौँ। यस पछाडि हाम्रो अर्को कम्पलसरी सब्जेक्ट रहेको छ एन्टरप्रेन्योरसिप। यो पनि 100 मार्क्सको हुन्छ र कम्पलसरी थ्योरी सब्जेक्ट हो। र अब जाउँ अकाउन्ट स्पेसलाइजेसनतर्फ। अकाउन्ट स्पेसलाइजेसनमा बिङ अ अकाउन्ट स्टुडेन्ट हामीसँग रहने अप्सनहरू अकाउन्टिङ फर बिजनेस, अकाउन्टिङ फर ब्याङ्किङ, एडभान्स फाइनेन्सियल अकाउन्टिङ र एडभान्स अडिटिङ। चारवटा विषय हामीसँग एभाइलेबल अप्सनहरू रहन्छन् एज पर टियु करिकुलम। यसमा हामीले कुनै 3टा सब्जेक्ट सेलेक्ट गर्नुपर्ने हुन्छ। अकाउन्टिङ फर बिजनेस, अकाउन्टिङ फर ब्याङ्किङ, एडभान्स फाइनेन्सियल अकाउन्टिङ र एडभान्स अडिटिङ मध्ये कुनै 3टा सब्जेक्ट, एन्टरप्रेन्योरसिप 4 र बिजनेस रिसर्च मेथडको 1 गरेर टोटल हामीसँग 5वटा सब्जेक्ट हुन्छन्। तर फाइनल रिसर्च वर्क र बिजनेस रिसर्च मेथड दुईटा फरक विषय हुने भएकाले हामीले टोटल 6वटा हेडमा रहेर 500 मार्क्स अकाउन्ट स्टुडेन्टहरूले एटेम्प गर्छौँ। अब हामी सबैभन्दा पहिला हेर्नेछौँ हाम्रो पहिलो कम्पलसरी सब्जेक्ट बिजनेस रिसर्च मेथड पढ्दै गर्दाखेरि हामीले के स्किल्स जेनेरेट गर्न सक्छौँ त? हाम्रो बिजनेस रिसर्च मेथडको लर्निङ अब्जेक्टिभ्स के हो? हामी पोइन्ट वाइज हेरौँ। समस्याहरूलाई तथ्य र प्रमाणमा आधारित विधिबाट बुझी त्यसको समाधान खोज्नलाई बिइङ अ बिजनेस ओनर अथवा बिइङ अ इम्प्लोइ अफ अ बिजनेस ओनर, बिजनेस अर्गनाइजेसन, हामीले बिजनेसमा सेभरल प्रब्लम्सहरू डे टु डे अपरेसनमा फेस गरेर आउँछौँ। त्यो प्रब्लम्सहरू तथ्य र प्रमाण, तथ्यलाई पुष्टि गर्ने प्रमाणको आधारमा कसरी बुझ्ने, एउटा साइन्टिफिक प्रोसेसबाट बुझ्न र त्यसको साइन्टिफिक सोलुसन निकाल्न सक्ने स्किल हामीले जेनेरेट गर्छौँ, नम्बर 1। नम्बर 2, रिसर्च डिजाइनको प्रपर मेथड, साइन्टिफिक एन्ड भ्यालिड सर्टिफाइड मेथड युज गरेर, प्रपर रिसर्च डिजाइन युज गरेर रिसर्च गर्ने बेलामा हामीले प्रब्लमहरू रिसर्च गरेर त्यसको सोलुसन रिसर्च गर्ने बेलामा जेनेरेट हुने सेभरल क्वेरिजहरूलाई मोरल, इथिकल र लिगल वेबाट एन्सर खोज्न। अर्को विषय रहेको छ रिसर्च रिजल्टलाई कम्पनी वेलफेयरका लागि युज गरी राइट डिसिजन गर्न। भनेको मतलब जुन रिसर्च डिजाइन युज गरेर रिसर्च हामीले गर्छौँ त्यो रिसर्चबाट आएको रिजल्टलाई कम्पनीको वेलफेयरलाई, कम्पनीको प्रमोसनलाई हैन र कम्पनीको अपग्रेडको लागि हामीले कसरी चाहिँ युज गर्छौँ रिसर्च रिजल्टलाई र त्यसबाट राइट डिसिजन कसरी निकाल्छौँ भन्ने पनि हामीले बिजनेस रिसर्च मेथडबाट बुझ्छौँ। र फाइनल एन्ड इम्पोर्टेन्ट टपिक भनेको बिजनेस रिसर्च मेथडको पढेर हामीले प्रपोजल राइटिङ, रिपोर्ट राइटिङ र रिसर्च प्रोसेसहरू हामी सिक्छौँ। यसबाट हामी फर्दर डेजमा चाहे त्यो बिजनेस ओरिएन्टेड होस् अथवा चाहे हाम्रो एक्जाम ओरिएन्टेड होस्, प्रपोजल राइटिङ र रिपोर्ट राइटिङका प्रोसेसहरू, यसका टेक्निक्सहरू बुझ्छौँ। बिजनेस रिसर्च मेथडको लर्निङ अब्जेक्टिभ्सहरू हेरिसकेपछि अब हामी हेर्नेछौँ एन्टरप्रेन्योरसिप, उद्यमशीलताको लर्निङ अब्जेक्टिभ्सहरू। हामीले यो सब्जेक्ट किन पढ्ने भन्ने
हेडिङ्सहरू हामी हेर्नेछौँ। एन्टरप्रेन्योरसिप पढ्न त सबैभन्दा पहिला हामी एन्टरप्रेन्योरसिपको बेसिक कन्सेप्ट बुझ्नका लागि पढ्छौँ। नेपालमा यसको ट्रेन्ड कसरी स्टार्ट भयो र करेन्टली नेपालमा एन्टरप्रेन्योरसिप अथवा उद्यमशीलताको प्र्याक्टिसहरू कस्तो कस्तो भइरहेछ त्यो बुझ्नको लागि पनि हामी एन्टरप्रेन्योरसिप पढ्छौँ। त्यसै गरी एउटा सक्सेसफुल एन्टरप्रेन्योर बन्नको लागि, सफल उद्यमी बन्नका लागि नेपालमा उद्यम मार्फत चाहिँ आफ्नो सफलताको सिँढी चढ्नका लागि हामीलाई कस्ता कस्ता क्वालिटिजहरू चाहिन्छ, कस्ता कस्ता स्किल्सहरू चाहिन्छ त्यो पनि हामी बुझ्छौँ। त्यस पछाडि नेपाली उद्यमीहरूको सहजीकरणका लागि, सहयोगका लागि र उनीहरूको वृद्धि विकासका लागि, उनीहरूको वेलफेयरका लागि नेपालमा कस्ता कस्ता इन्स्टिट्युसन्सहरू छन् एन्टरप्रेन्योरसिपका, नेपाली उद्यमीहरूका लागि सहयोगी संस्थाहरू के हुन्, सरकारी गैर सरकारी, हामी यो पनि बुझ्छौँ। त्यस पछाडि सबैभन्दा मेन कुरा, बेसिक पिलर अफ अ बिजनेस भनेको बिजनेस प्लान हो र कुनै पनि बिजनेस कसरी सक्सेस हुन्छ बिजनेस प्लानमा डिपेन्ड हुन्छ र यही चिजको फर्मुलेसन र एनालाइसिस पनि हामीले एन्टरप्रेन्योरसिप सब्जेक्टबाट जहाँ बुझ्छौँ त्यसको स्किल डेभलप गर्छौँ। मेन कुरो इथिक्स हो। इथिक्स हरेक ठाउँमा हुन्छ र बिजनेसमा पनि हुन्छ। बिजनेस इथिक्स के हो त? फर एन्टरप्रेन्योर, एउटा उद्यमीका लागि आफ्नो व्यवसायको नैतिकता के हो, इथिक्स के हो, त्यो पनि हामी एन्टरप्रेन्योरसिपबाट बुझ्छौँ। र मेनली नेपालको कन्टेक्स्टमा र वर्ल्डको कन्टेक्स्टमा एन्टरप्रेन्योरसिपको च्यालेन्जेस के छ, यसमा कस्तो कस्तो चेन्जहरू आइरहेछ र यसको फ्युचर प्रोस्पेक्ट के छ भन्ने विषय पनि हामीले एन्टरप्रेन्योरसिपबाट जान्न, बुझ्न र सिक्न सक्छौँ। हामीले एज अ अकाउन्ट स्टुडेन्ट हामीले कम्पलसरी पढ्नुपर्ने सब्जेक्टहरूको लर्निङ अब्जेक्टिभ्सहरू हेरिसक्यौँ। अब हामी हेर्नेछौँ अकाउन्ट ग्रुपमा रहेका सब्जेक्टहरूको लर्निङ अब्जेक्टिभ्सहरू। सुरु गरौँ अकाउन्टिङ फर ब्याङ्किङबाट। हामी अकाउन्ट ग्रुप लिँदैछौँ भनेपछि हामीले डेफिनेटली हाम्रो फ्युचर अकाउन्टिङ सेक्टरमै देखिरहेछौँ। अकाउन्टिङ सेक्टरमा हामीले कस्तो कस्तो बिजनेसमा चाहिँ काम गर्न सक्छौँ र सोही अनुसारको अकाउन्ट कस्तो कस्तो राख्न सक्छौँ त्यो नै भाइटल हो। र हामीले बिइङ अ अकाउन्ट ग्रुप स्टुडेन्ट अफ BBS 4th इयर, अकाउन्टिङ फर बिजनेसमा हामीले पढ्नुपर्ने विषय ब्याङ्कमा राखिने अकाउन्टहरू, जस्तै कि ब्याङ्कको अकाउन्ट्स मेन्टेन गर्न रिक्वायर्ड बेसिक नलेज गेन गर्न हामीले अकाउन्टिङ फर ब्याङ्किङ पढ्नुपर्छ। ब्याङ्कमा युज हुने कम्प्लिट अकाउन्टिङ प्रोसेस र प्र्याक्टिसेसको बारेमा बुझ्न, त्यसै गरी ब्याङ्कका फाइनेन्सियल स्टेटमेन्ट्सहरूको एनालाइसिस गर्न र ब्याङ्कको प्रफिट क्यालकुलेटिङ प्रोसेस बुझ्नका लागि हामीले अकाउन्टिङ फर ब्याङ्किङ लिन्छौँ। यसै गरी अकाउन्टिङ फर बिजनेस पढ्दै गर्दाखेरिका हाम्रा लर्निङ अब्जेक्टिभ्सहरू के हुन्छन् भन्दाखेरि पार्टनरसिप, कन्साइनमेन्ट र ब्रान्चहरूको अकाउन्ट्स ह्यान्डल गर्न, एडभान्स अकाउन्टिङ स्टडिजका लागि आफ्नो बेस स्ट्रङ बनाउन र सेभरल बिजनेस कन्डिसन्समा भेरियस बिजनेस सिनारीहरू जेनेरेट हुने गर्छन्, रेज हुने गर्छन्। सो कन्डिसनको आधारमा, सो सिनेरीमा फिट हुने खालको अकाउन्ट्स ह्यान्डल गर्नको लागि हामीले अकाउन्टिङ फर बिजनेस पढ्नुपर्ने हुन्छ। त्यसै गरी एडभान्स फाइनेन्सियल अकाउन्टिङ चाहिँ हामीले अकाउन्टिङ कन्सेप्ट, प्रिन्सिपल र टेक्निक्सलाई अफिस प्र्याक्टिसमा एप्लाई गर्न, गभर्मेन्ट अकाउन्टिङ, नेसनल अकाउन्टिङ स्ट्यान्डर्ड, इन्टरनेसनल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड, इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्ड र नेसनल फाइनेन्सियल अकाउन्टिङ स्ट्यान्डर्ड जस्ता स्ट्यान्डर्ड रिपोर्टहरू प्रिपेयर गर्न, त्यसै गरी अकाउन्टमा आइरहेका न्यू ट्रेन्ड्सहरूको बारेमा बुझ्न, मर्जर हुँदाखेरि कम्पनीहरू मर्जर हुँदाखेरिको अकाउन्टिङ प्रोसेसको बारेमा बुझ्न, त्यसै गरी अफिसको डिफ्रेन्ट ब्रान्चेसहरूको रिपोर्टलाई हेड अफिसको रिपोर्टसँग कम्पाइल गरेर एउटा कमन स्टेटमेन्ट बनाउनको लागि पनि हामीले एडभान्स फाइनेन्सियल अकाउन्टिङ पढ्नुपर्ने हुन्छ। त्यसै गरी एडभान्स अडिटिङ चाहिँ हामी किन पढ्छौँ भन्दाखेरि सब्जेक्टको नामले नै हामीलाई क्ल्यारिफाई गरिसकेका छ। यसमा चाहिँ हामी अडिटिङ रिलेटेड इस्युजहरू पढ्छौँ, जस्तै अडिट प्रोसिडर्स एन्ड टेक्निक्स, थ्योरिकल र प्र्याक्टिकल क्ल्यारिफिकेसन हामी लिन्छौँ।
अडिट प्रोसिडर एन्ड टेक्निक्सको। त्यसै गरी इन्टरनल कन्ट्रोल सिस्टमको स्ट्रेन्थ बुझ्न, डिफरेन्ट टाइप्स अफ अडिटिङको बारेमा बुझ्न, अडिटिङ गर्दा हुन सक्ने प्रोबेबल मिस्टेक्स वा रिस्क आइडेन्टिफाई गर्न र अडिटिङ प्लान फर्मुलेट गरी अपरेट गर्न पनि हामीले चाहिँ एडभान्स अडिटिङ पढ्छौँ। अब यहाँनिर क्लियर हुनुपर्ने विषय, हामी एज अ अकाउन्टेन्ट कुन सेक्टरमा जान खोजिरहेछौँ। हामीले यो चारवटा मध्ये कुनै तीनटा सब्जेक्ट लिनुपर्ने हुन्छ र तीनटामा बिइङ अ अकाउन्टेन्ट हामीले हाम्रो फ्युचर ब्याङ्कमा देखिरहेछौँ भने अकाउन्टिङ फर ब्याङ्किङ कम्पलसरी लिनु होला। हाम्रो बिजनेसहरूमा काम गर्ने सोचिरहेछौँ, हामीले हाम्रो फ्युचर त्यहाँ देखिरहेछौँ भने अकाउन्टिङ फर बिजनेस हैन। गभर्नमेन्ट अकाउन्टिङ गभर्नमेन्ट सेक्टरमा छिर्नको लागि, ब्याङ्किङ सेक्टरमा छिर्नको लागि र एज अ अडिटर काम गर्नको लागि पनि एउटा बेसिक एडभान्स फाइनेन्सियल अडिटिङ, एडभान्स फाइनेन्सियल अकाउन्टिङ र एज अ अडिटर काम गर्नको लागि, अडिट फर्ममा काम गर्नको लागि वा एज अ नेपाल सरकारको लेखा परीक्षक अथवा महालेखा नियन्त्रकको कार्यालयतिर जानको लागि पनि हामीलाई अडिटिङको कन्सेप्टहरू चाहिनुहुन्छ र त्यसका लागि एडभान्स अडिटिङ भन्ने सब्जेक्ट चाहिँ यहाँहरूले अकाउन्ट ग्रुपमा कम्पलसरी लिनु होला अनिवार्य रूपमा। किनभने यो चारवटा मध्ये एनी 3 सब्जेक्ट हामीले पढ्छौँ, हामीले सेलेक्ट गर्छौँ। आजको लागि यति नै र जाँदा जाँदै यो भिडियो यहाँहरूलाई हेल्पफुल लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। म फेरि भेट्नेछु यहाँहरूलाई यस्तै अर्को इम्पोर्टेन्ट टपिक लिएर। थ्याङ्क यू, धन्यवाद, नमस्कार।